हाम्रो यहाँ जीवन सरले अफ रोडको लागि सेटअप मिलाउँदै हुनुहुन्छ हेलमेटमा। अनि हाम्रो नयाँ बाइकको अफ रोड टेस्टिङको लागि हामी जाँदैछौँ। हामी कुन ठाउँ जाँदैछौँ सर एकचोटि भनिदिनु त। हामी उता पाँचकाल जाँदैछौँ। अहिले हामी कहाँ आइपुग्यौँ? बाइक हो, हामी चाहिँ बनेपाबाट राइड हिँड्नेछौँ है भन्दा बनेपा न्यू ब्लग सुरु भयो होइन भन्दा अब निरन्तर हाम्रो यो चाहिँ काभ्रे जिल्ला हो होइन, डिभिजन हो। अब यो बाटो 6 लाइनको बन्दैछ। अहिले चाहिँ ढिलो छ। यो बाटो 6 लाइनको बनेपछि यो ठाउँ यस्तो राम्रो हुन्छ कि होइन। मोबाइल ठाउँ बन्छ। अब चिज हुँदैछ। जुन चाहिँ यहाँनिर एक्सपल्समा छौँ, तर गाइड हो एक्सपल्स चलाउनु चाहिँ मजै बेग्ला आउँदछ कि। के हेर्नु, यो गाडीले साइड चालिरहेछ। अगाडि जाउँ भने जाने ठाउँ छैन। होइन नि, सुविधाको कन्ट्याक्ट भइरहेको छ त है, काम भइरहेको छ। अब चाहिँ हामी सुनु जान्छौँ। अब भिडियोको ओह्रालो आइपुग्नु लाग्यो होइन। अब ओह्रालोमा कस्तो हुँदो रहेछ एकचोटि, कस्तो रहेछ बाटो एकचोटि हेरौँ। यहाँ चाहिँ धम्माधम चिज हुँदैछ। यहाँ चिज हुँदैछ कि अब भत्ताभरि चिज हुन लागिरहेको। भत्ताभरि चिज हुँदैछ। यो बाटो चिज हुने बित्तिकै त हेर न, माटोको रास ल्याएर थुप्दो रहेछ यार। यसरी गाडीले बाटो त्यो होइन होइन, म त यसरी गएर गएँ। यसरी ओभरटेक गर्नु खोज्यो यार, गाडीले बाटो दिँदैन त। ए यो खतरा हुन्छ बाटो। अहिले यस्तो धुलो धुवा भयो नि होइन, पछि दामी हुन्छ क्या यो बाटो। त्यो चाहिने बिटाहरू बनाउने घरहरू छ। अब हामी चाहिँ तर यो एक्सपोर्ट्समा चाहिँ अफरोड राइड गर्नु त मजा आउँदछ साथीहरू। अब त्यो जसले एक्सपोर्ट्स किन्नु सक्नु छ भने चाहिँ मजाले किन्दा हुन्छ भित्रसँग होइन। तर रिसेल भ्यालु चाहिँ होइन, तर महँगो चाहिँ महँगै छ किन्दाखेरि। रिसेल भ्यालु नभए पनि अफरोड हिँड्नु चाहिँ मजा एकदम लचक हिँड्दछ। यस्तो हिलो बाटोमा त हिँड्न मन आउँछ।
अब माइत होला नि त त्यही गाईजी पुरै यस्तो गाईको यसरी गाडीले चाहिँ अब त गर्नुभयो है देखाउने छु होइन अन्जानु भेला खायो यो सक्स अलिकति लचक लचक भइरहेछ कस्तो हुँदैन नि ब्रेक हान्दाखेरि लचक 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 भएको कारणले गर्दा अन्जाले भनेको कस्तो मेरो चाहिँ त्यस्तो हुँदैन थियो है मैले जहाँ ब्रेक हान्थ्यो त्यहाँ पेन्सिल लाग्यो यो त डबल डिस हो तपाईँ चाहिँ लड्यो भने डरले अलिक अगाडि सक्नु भने कि ओ गाई जो यस्तो भयो बाटो हेरौँ यहाँ खोइ बाटो देखाएको छैन कहाँ हो बाटो यस्तो ढिलो हो यसरी पानी हाल्नुपर्ने अघि नै यार माथि हाल्नुपर्ने अहिले हामी यहाँ यता तलतिर आइसकेर हालेको थियो खानु ढिलो खाइहाल्यो है हामी पुरै अब यहाँ लसी खाने ठाउँमा आइपुगेका छौँ हामी भान्जा र म जाने ठाउँ चाहिँ हामी त्यहाँ जाने चाहिँ यहाँनिर फाइनली हाम्रो यहाँ लसी नि भाइले ल्याउनु भएको है भाइ मिठो छ नि भाइ हो ल भाइले मिठो छ भनिसकेको छ अब हामी खान्छौँ होइन होइन त्यस्तो भन्यो भने मिठो छ नि भन्दा ल खाइहेरौँ न त ल मिठो छ लसी खान्छ है ए के उडाइदियो यार फाइनली हामी चाहिँ लसी खाएर पनि निस्किसक्यौँ होइन अब हामी लसी खाएर निस्किसक्यौँ ल बस्नु भन्दा ल अब हामी अगाडि बढ्दैछौँ माथि गेयर भइदियो हुन्थ्यो जति बनाएर पनि 45 भनेर आइजाएको कि नि अनि त्यसले 45 दिनुपर्छ ए 40 त 45 जानु भने 40 हालेर दिन्छ
अगाडि बढ्दैछौँ। अब त गर्न हजुर यार यो गाडी त हामीले कहाँ छोडेको थियो धुलियालमै हो नि यो सामान बोक्यो के गरम सडम बोक्यो गाडी दामी पिच छ है दिदी कोही ठाउँमा पनि लाग्छ बिचक्कै है अहिले हामी दिन पुग्यो काठमाडौँदेखि यत्तिकै भयो त दामी हुन्थ्यो होला काठमाडौँदेखि यत्तिकै पिच भयो त छिटो आइपुग्थ्यो कि हामी ठ्याक्कै हामी 2 घन्टामा यहाँ आइपुग्नु पर्छ त तामाघाट बजार भन्छ तामाघाट अब हामी जानुपर्ने यतातिर हो होइन यताबाट जानुपर्ने हो गाइज हामी चाहिँ अब पुरै पिचबाट आइपुग्यो बर्बाद भइगयो गाई चाहिँ यहाँ चाहिँ पुरै बाटो बन्दा पुल बनाउनु लागेको रहेछ त्यो बाटो बनाउनु लागेको रहेछ हामी चाहिँ यहाँबाट फर्किनु पनि हुन्थ्यो यहाँबाट जान मिल्छ यता आप गाडीपट्टि माथि नै माथि नै घुमेर हजुर यहाँबाट त पारी बाल्लो निस्किन्छ होला ए हस् थ्याङ्क यू ए के भयो भन्दा हामी त उल्टो नतान न यार मलाई अघि शङ्का लागेको थियो यहाँ बाटो बन्द छ होला ए हस् हस् ल गाई जो अब यहाँ बाटो बन्द रहेछ हामी यत्रो बाटो आयो है फेरि अब भन्दै छैन
हामी चाहिँ हामी जर्मन किन लायौँ होइन भन्दा मासुहरू मरिन हेऱ्यो हल्का कच्ची छ यहाँ र आज हाम्रो एसपल्सको राइड एकदमै सेफ राइड भयो है एकदम होइन भन्दा र यो बाटो यति मात्रै अफरोड अब अफरोड सक्छ अब चाहिँ भन्ने कि ढलान हेर अब त दामी छ नि यस्तो बाटो हुँदै गइरहेको छौँ यो बाटोमा एउटा गाडी चढेर आउने सर्ट हो क्या भान्जा के हुन्छ पछाडि गरेर हुन्छ होइन अलि माथि आयो क्या हामी होइन भने मैले त छिराउनु खोजेको त्यो स्टुप रहेछ कि अलिक मेरो है